सुशासनले शान्ति र विकास ल्याउँछ, भ्रष्टाचारले अस्थिरता र अशान्ति। घरगाउँको चिया पसलदेखि शहरका तारे होटलसम्मका प्राय सार्वजनिक जमघट होस् वा सामाजिक सञ्जालका पोस्टहरू, नागरिकले गुनासो पोख्ने मूल विषय हो सरकार। सबै अपजसका बारी सरकारलाई बोकाउँछौं। आखिर किन यति धेरै आलोचना हुन्छ सरकारको? परम्परागत जहानीय शासन सत्ताको युग टरिसक्यो। सरकार प्रमुख प्रधानमन्त्री, मन्त्री लगायत उच्च तहका पदाधिकारीहरू राजनीतिक दलका तर्फबाट प्रस्तावित भए पनि नागरिककै मतले चुनिएर आउने हुन्। दलको आन्तरिक नियमन आफ्नै विधान अनुसार चल्छन्। दल पनि सार्वजनिक निकाय भएकाले मुलुकको कानूनद्वारा आर्थिक अनुशासन अनुगमनमा ल्याउन निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी कानूनमा सुधार प्रस्ताव गरेको थियो। तर सबै दलहरूले तुरुन्तै आयोगमाथि नै आक्षेप लगाए। आयोगले दलीय स्वतन्त्रता खोज्न खोज्यो। दलहरूले चुनावमा गर्ने वास्तविक खर्च र आयोगमा पेश गर्ने विवरणमा तालमेल मिलेको छैन भन्ने आयोगले सधैँ शंका गर्छ। र गत निर्वाचनमा आयोगले प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दल र उम्मेद्वारको चुनाव खर्च निगरानी गर्न लगाउने निर्णय गरेको थियो। तर दलहरूले आयोगलाई गुप्तचर लगाउन खोज्यो भन्दै प्रतिवाद गरे र यो निर्णय प्रभावकारी हुन सकेन। निर्वाचनमा उम्मेदवार हुँदै गर्दा कति खर्च गर्ने हो, कहाँबाट पैसा ल्याएर खर्च गर्नुहुन्छ, तपाईको सम्पत्ति कति छ आदि इत्यादि सबै कुरा, बैंकमा त खर्च गर्नुस् आदि इत्यादि सबै भन्यो। अब दिनेले दिए पनि भन्दैन, लिनेले लिए पनि भन्दैन, विवरण ठिक दुरुस्त छ। एउटा संवैधानिक निकाय जस्तो निकायले हामी जस्तो एउटा चाहिँ कुनै प्रबुद्ध व्यक्तिले नभएको कुरालाई क्वेसन उठाउन पनि सकिँदैन। भित्र मनले सत्य हो भन्ने कुरा मान्दा पनि मान्दैन। हेर्नुहोस् त, हामीलाई अलिकति आलोचना पनि भयो। यो हामीले सार्वजनिक सम्पत्तिको कहीँ कतैबाट दुरुपयोग हुन्छ कि अख्तियारले हेरिदियोस् भनेर भन्यो। अख्तियार आह्वान गरौँ आयोगले भनेर भन्यो। कानुन त हामी सक्थ्यौँ गर्यौँ। हामीले एकदम चाहिँ त्यो तलका प्रहरीका इकाइहरू, स्थानीय प्रशासनका इकाइहरूलाई पनि उम्मेदवारले कहाँ खर्च गर्छन्, कहाँ हिँड्छन्, के क्रियाकलाप गर्छन्, डे टु डेको रिपोर्ट देऊ है भनेर भन्यो। गुप्तचर लगायो लोकतन्त्रमा पनि, त्यो पनि भनियो। भनिसकेपछि अलिकति यो जनचेतनाको अस्त्रले यसलाई हिर्काउने हो कि होइन, ठिक ल्याउने हो कि? अब यी कुराहरू भएको हुनाले मलाई लाग्छ यी सबै विषयवस्तुहरू अबको सुधारको एजेन्डा बन्नुपर्छ। आवधिक निर्वाचनबाट चुनिने सरकारको यो अवस्था छ। दलीय सुशासनका लागि आयोगले गरेका हरेक पहलमा दलहरूले प्रतिवाद गरेको देखिन्छ। अर्थात् पालै पालो सरकार सञ्चालन गर्ने दलहरू नै पारदर्शी हुन चाहँदैनन् जस्तो देखिन्छ। अर्कोतिर स्थायी सरकार भनिने कर्मचारी प्रशासनको अवस्था पनि अर्थपूर्ण रहेन। पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना बहालवाला सचिवलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो। तर कर्मचारीले सिंहदरबारमा अख्तियारको अनुसन्धान विरुद्ध हस्ताक्षर अभियान नै चलाए। निजामती सेवा ऐनको मस्यौदादेखि नै कर्मचारीको चासो सेवा प्रवाहभन्दा बढी आफ्नो सेवा र सुविधामा केन्द्रित देखिन्छ। राष्ट्र सेवक भनिएका कर्मचारी संयन्त्र मुलुकको हितभन्दा व्यक्तिगत वृत्ति विकास र स्वार्थ पूर्तिमा केन्द्रित हुँदै गएका उदाहरणहरू बाक्लै भेटिन थालेका छन्। पछिल्लो समय निजामती सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ अफ पिरियड राख्ने प्रावधान बनाउँदा मुख्य सचिव स्वयं विरोधमा उत्रिएको देखियो। संसदले टुङ्गो लगाएको विधेयकमा चलखेल गरेर अर्कै हुन पुगेको प्रत्यक्ष नमुना देखियो। यस्तो देखिन्छ कि राज्यका मुख्य जिम्मेवार संस्थाहरू आफूमाथि हुने विधिपूर्वक नियमन र पारदर्शिताको विरुद्धमा छन्। सरकारको नागरिकसँग जोडिने प्रत्यक्ष अनुहार भनेको कर्मचारी प्रशासन हो। यिनैले गर्ने सेवा प्रवाहको प्रभाव जस्तो हुन्छ सरकार कस्तो छ र कसरी काम गर्दैछ भन्ने देखिन्छ र नागरिकले त्यसै अनुसारको धारणा बनाउने गर्छन्। राज्यले तर्जुमा गर्ने नीति नियम, कार्यक्रम र बजेट परिचालन गर्ने मुख्य जिम्मेवारी कर्मचारी संयन्त्रकै हातमा हुन्छ। कर्मचारीले मात्रै राज्यको ढुकुटीमा चेक काट्न पाउँछ। त्यही कर्मचारीले राज्यको ढुकुटीको साँच्चै इमान्दारितापूर्वक निगरानी गर्न चाहेमा हरेक साना ठूला भ्रष्टाचार रोकिने थियो। सुशासनका चुनौती समयसँगै बदलिन्छन्, तर कानून संशोधन गर्ने गति सुस्त छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निगरानी गर्ने निकाय त छन्, तर प्रश्न के कानूनहरू पर्याप्त र समयानुकूल छ त? किनकि भ्रष्टाचार गर्नेहरूले नयाँ रणनीति बनाइरहेका हुन्छन्। जिम्मेवार पदाधिकारीहरू आफूमाथि हुने निगरानीलाई मन पराउँदैनन्। यस्तो अवस्थामा सुशासनको नेतृत्व कसले लिने? भ्रष्टाचार नियन्त्रणको बाटो कसले देखाउने?